मलाई टाउको दुखाउँथ्यो अनि 81 बेहोस हुन्थे। त्यहाँदेखि अब म पहिलादेखि पनि त्यस्तो हुन्थेन, मसँग बिहे गरेदेखि नै अब मलाई पनि 15-16 वर्षदेखि त्यस्तो भएको हो। अनि त्यहाँदेखि अब त्यस्तै स्याहार्दै मलाई पनि हरे तालमा कहिले झुमिना खोज्ने भयो। त्यस्तै भएर बस्दा मलाई त्यस्तो समस्या आओस्, मलाई पछि त्यस्तैमा भित्रै आँगनमा दिसा पिसाब गर्ने हुन्थेँ म। कसैले अनि गाउँ छिमेकहरूले मलाई छुन्थेनन्, मलाई पनि छुन्थेन। त्यस्तै बस्दा मेरो बाबु रोडमा जानेर बस्ने, मेरो बच्चा पनि नानी पनि गएर भात माग्ने, अरूसँग कसैले पनि नदिने गरे। अनि त्यस्तै गर्दा मेरो यस्तो समस्या भयो। उदास हुने मलाई कतिखेप त मैले टङ्गिन पनि खोजेँ। सबैले सम्झाउँदा मेरो मन केही पनि कसैले बुझाए पनि मलाई नराम्रो जस्तो लाग्ने, रुन मन लाग्ने, कराउन मन लाग्ने। सोद्धा सबैलाई छ यस्तो, मैले यस्तो गरेपछि मेरो बच्चा चाहिँ कहाँ जालान्, के गर्लान् जस्तो लाग्छ। मनोसामाजिक अपाङ्गता पनि अपाङ्गताका प्रकारहरूमध्ये एक प्रकारको अपाङ्गता हो र चाहिँ खास गरी व्यक्तिको मन र समाजसँग जोडिएको हुन्छ। जब व्यक्तिको मनमा कुनै कुराले गर्दाखेरि चाहिँ भनौँ न खास गरी नकारात्मक कुराहरूले चाहिँ प्रभाव जमाउन थाल्छ र उसले चाहिँ समाजसँग अन्तर्क्रिया गर्ने क्रममा उसको मनमा आएको नकारात्मक परिवर्तनले गर्दाखेरि समाजसँग अन्तर्क्रिया गर्दाखेरि समाजको विभिन्न तत्त्वहरूसँग चाहिँ अन्तर्क्रिया गर्दाखेरि चाहिँ एउटा बाधा वा अवरोधको अवस्था सिर्जना भएको अवस्था महसुस गर्छ भने मनोसामाजिक समस्याको अवस्था भन्छ र यदि त्यो अवस्था लामो समयसम्म रहेमा त्यसलाई चाहिँ मनोसामाजिक अपाङ्गता अवस्था भनेर भनिन्छ। सर म्याडमसँग कोसिसदेखि भेट भएदेखि अब औषधिमा जुटाइदिनु भयो। औषधि टाइममा बिहान बेलुका टाइममा खाने भनेपछि सम्झाउनु भयो। अनि कोसिस साथी सहयोगीसम्ममा जाने भयौँ। अब यस्तै सबै हामी जस्तै अरूको कुरा सुन्ने भयौँ, हाम्रो कुराहरूलाई सुनाउने भयौँ। अनि सबै कुराहरूमा बुझाउनु भयो, हामीलाई यस्तो गर यस्तो हुन्छ भन्नुभयो। अहिले मेरो बुढा पनि पहिलादेखि रातै बेहोस हुनुहुन्थ्यो। अहिले बिरामी नभएको अहिले धेरै वर्ष भयो। अनि अस्ति 8-9 महिनामा एकचोटि उल्झेको थियो, अहिले धेरै राम्रो भयो हामीलाई। अब सर म्याडमले गर्दा मेरो बाबुमा जस्तै म उहाँलाई मान्छु, म सबै जस्तो सबै कुरामा सम्झाउनुहुन्छ हामीलाई। राम्रो लाग्छ मलाई, अर्को छुट्टी मिटिङमा छिट्टै आउनु पाए जान पाए जस्तो लाग्छ, राम्रो लाग्छ। अब बाबु नानीहरू पालेर बस्न पर्दो रहेछ। यस्तो गरेपछि हामीलाई बाबु नानीलाई कसले पाल्ला, कता जाने होला, के गर्ने होला जस्तो लाग्थ्यो। मिटिङमा जाँदा ढुक्क मन हुन्छ, 1 महिनासम्म ढुक्क मन भएर बसिन्छ। घाँस काट्ने, बिहान बेलुका घाँस काट्ने, त्यहाँदेखि दिनमा आउने र घर बाबुलाई हेर्ने, बाबुलाई हेरेर 3-4 बजीतिर फेरि जाने र पार ल्याउनु, बिहान बेलुका गरेर 3 बारी घाँस काट्ने। अनि सबै गाउँलेहरू माया देख्दा, केटाकेटी रमाइलो गरेर देख्दा मलाई त यस्तै दिन जान्छ कि जस्तो लाग्थ्यो। अब अरू दिनमा त म ठिकै जस्तो लाग्ने लाग्यो मलाई। अब काम गरेर खुसी हुनुपर्छ, काममा रमाउनुपर्छ, काम गरेर पैसा कमाउनु पर्छ, अनि बालबच्चालाई पढाउनु पर्छ, अनि लेखाउनु पर्छ भन्ने सबै खुसी लाग्छ अहिले चाहिँ।